नेपाल प्रहरीको मेडिकलको बारेमा जति पनि साथीहरू जान्न चाहनुहुन्छ आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा हामी नेपाल प्रहरीको मेडिकलको बारेमा सम्पूर्ण विवरण प्रस्तुत गर्नेछौँ। भिडियोलाई अगाडि बढाउनु भन्दा पहिला यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाएर यस्तै महत्त्वपूर्ण भिडियो हेर्न नछुटाउनु होला। अब ढिला नगरी आजको विषयवस्तुतिर लागौं। आजको विषयवस्तु रहेको छ नेपाल प्रहरीको मेडिकल। नेपाल प्रहरीमा मेडिकल फिजिकल सकेको 1-2 दिनमा हुने गर्दछ। नेपाल प्रहरीमा फिजिकल सकेपछि मात्र मेडिकल हुने गर्दछ। यदि तपाईलाई फिजिकलको बारेमा थाहा छैन भने हाम्रो च्यानलमा अलरेडी भिडियो बनाएर हालिसकेका छौं। तपाईले हाम्रो च्यानलमा गएर भिडियो हेर्न सक्नुहुन्छ। फिजिकलको बारेमा सम्पूर्ण डिटेलहरु हामीले तयार पारेर हालिसकेका छौं है त साथीहरु। अब कुरा गरौं नेपाल प्रहरीको मेडिकल दिन जाँदा पैसा तिर्नु पर्छ कि पर्दैन। मेडिकल दिन जाँदा पैसा तिर्नु पर्छ साथीहरु। कति रुपैयाँ तिर्नु पर्दछ भन्दाखेरि रु 600 रुपैयाँ हामीले मेडिकलको लागि पैसा तिर्नु पर्दछ। अब फेरि कुरा गरौं मेडिकल कहाँ दिन जानु पर्दछ। मेडिकल कहाँ दिन जानु पर्दछ भन्दाखेरि साथीहरु फिजिकल दिन गएको प्रहरी कार्यालयले तोकेको प्रहरी अस्पतालमा हामीले मेडिकल दिन जानु पर्दछ। अब हामी कुरा गरौं नेपाल प्रहरीको मेडिकल दिन जाने दिनको बारेमा। नेपाल प्रहरीको मेडिकल दिन जाँदा तपाईले यो दुईटा कुरा छुटाउनु हुँदैन। त्यो भनेको के हो भन्दाखेरि आफ्नो प्रवेश पत्र र सक्कली नागरिकता लैजान नबोल्नु होला साथीहरु। यति दुईटा लगेपछि तपाईको मेडिकल कसरी हुन्छ त भन्दाखेरि साथीहरु तपाईको रोल नम्बर अनुसार तपाईको मेडिकल हुने गर्दछ। अब मेडिकल दिन गएर प्रहरी अस्पताल भित्र छिरेपछि तपाईले आफ्नो विवरणको बारेमा एउटा फर्म भर्नुपर्ने हुन्छ। उक्त फर्म भरेपछि तपाईले आफ्नो पैसा र उक्त फर्म त्यहाँको प्रहरीलाई बुझाउनु पर्ने हुन्छ। यसरी बुझाएपछि तपाईहरुले मेडिकल दिन गएको प्रत्येक चरणमा आफ्नो नाम र रोल नम्बर भएको ठाउँमा तपाईको सिग्नेचर र कन्ट्याक्ट नम्बर छोड्नु पर्ने हुन्छ। अब यति पूरा गरेपछि तपाईलाई मेडिकलको लागि पठाइन्छ। मेडिकलको लागि पठाउँदा तपाईलाई सुरुमै केको चेकअप हुने गर्दछ त भन्दाखेरि तपाईको हाइट, वेट र चेस्ट अथवा छातीको चेकअप हुने गर्दछ। त्यसपछि तपाईको प्रेसरको चेकअप हुने गर्दछ। प्रेसरको चेकअप भएपछि तपाईको दाँतको चेकअप हुने गर्दछ र दाँतको चेकअप भएपछि तपाईको केको चेकअप हुन्छ त आँखाको चेक हुने गर्दछ। आँखाको चेकअपमा के हुने गर्दछ त भन्दाखेरि साथै कलर भिजन टेस्ट र तपाईको आँखाको कमजोरीको बारेमा चेकअप हुने गर्दछ। अब तपाईको आँखाको चेकअप भएपछि के हुन्छ त भन्दाखेरि साथीहरु तपाईहरुको पिसाबको चेकअप हुने गर्दछ। पिसाबको चेकअपको लागि तपाईलाई एउटा भाँडो दिइन्छ। उक्त भाँडोमा तपाईले आफ्नो पिसाब शौचालयमा गएर भर्नुपर्ने हुन्छ। अब पिसाबको चेकअप भएपछि के हुन्छ त भन्दाखेरि साथीहरु तपाईहरुलाई ब्लड टेस्टको लागि रगत निकालिन्छ। अब ब्लड टेस्ट भएपछि 8-10 जनाको ग्रुपलाई एउटा कोठामा लगिन्छ। 8-10 जनाको ग्रुपलाई एउटा कोठामा लगेर तपाईहरुको सम्पूर्ण बडी पार्टको बारेमा हेरिन्छ। तपाईको हातको औंला, गोडा, नीलक र तपाईको प्राइभेट पार्टको बारेमा पनि हेरिन्छ। यहाँनेरि तपाईको होल बडी चेकअप भएपछि छातीको चेकअपको लागि लगिन्छ। छातीको चेकअपको लागि एउटा मेसिन हुन्छ। त्यो मेसिनमा यस्तो अंगालो हालेको जस्तो गरेपछि तपाईको छातीको एक्सरे भइहाल्छ। तपाईको छातीको सम्पूर्ण कुराहरुको चेकअप त्यहाँ भइहाल्छ। गरेपछि चाहिँ तपाईहरुको मेडिकल समाप्त हुन्छ। अब मेडिकल समाप्त भएपछि तपाईहरुले आफ्नो प्रवेश पत्र लिएर घर फर्किन सक्नुहुन्छ। यति नै हो नेपाल प्रहरीको मेडिकलको बारेमा। यदि तपाईलाई आजको हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै महत्त्वपूर्ण भिडियो हामी बनाएर ल्याउने नै छौं। तपाईको र हाम्रो भेट अब अर्को भिडियोमा है त साथीहरु।